जरा बाबा हेर्नु न घरको हालत फुलहालको हालत अस्ति दादाले काट्नु भएको फेरि उहिँदै रहेछ हाम्रो मनी प्लान्ट त जम्मै भुइँभरि परेछ यहाँ पनि यत्रो भइसक्यो अमिलोको बोट यहाँ त हाम्रो मनी प्लान्टहरू कहाँ पुगेको छ पल्लाहरूको दिदीको जम्मा हेर्ने टोम बाइस चोखाना मियो अरे चोट्टा अन्त या चोट्टासँग छ ओछ्यान अनि कुखुराको खोल्ने त हालत यो हँसी फुल्दै थियो भोगाटे लाइक नभने बेला त घर त बिगर्छ त हौ बेलाउती 24 घण्टा फल्छ यहाँ फुल्दै थियो यो फल लाग्यो कि लागेन यसको छ कस्तो जङ्गलै भइसक्यो मान्छे नभएपछि त के गर्नु त्यसलाई अब हेर्नु त तपाईँले रोप्नु भएको उता हेर्नु त फर्सी त कति वर्ष भयो अब त अनि फेरि हेर्नु त मुना पलाएछ मजाले हेर्नु तपाईँले रोप्नुको फर्सी अझै पनि जिउँदैछ ल यहाँ माथिदेखि झर्दै रहेछ उता रहेछ अलिअलि अझै फल एक दुईवटा त जम्मै झरिगएको रहेछ तपाईँको अन्त यो अमिलो यत्रो भयो यस्तो छ अब यसलाई चाहिँ कसरी निकाल्ने त यो एउटा थोरा फलेको छैन बाबा खाने बेला हुँदासम्म खानु पाइन्छ पाइँदैन हेर्नु त के साह्रो फलेको यो आप पनि फुल्दै थियो आप चाहिँ लागेन कि क्या आप चाहिँ लागेन रहेछ फुल्नु त फुल्दै थियो तर फल चाहिँ लागेन रहेछ जाडो घरको हालत यस्तो छैन यो पनि यत्रो भइसक्यो भोगाटे मेरो मनी प्लान्टहरू हेर्नु न एक एलोभेराहरू